हेलो गाइज, आज चाहिँ तपाईँहरूलाई म दुबई सफारीभित्र पर्ने अफ्रिकन भिलेजको सर र गाइडको लागि चाहिँ एउटा सानो ब्लग लिएर आएको छु। सो यो तपाईँहरूको इन्ट्री गरिसकेपछि नजारा देख्न सक्नुहुन्छ। एकदम ब्युटिफुल छ, हरियाली छ। यहाँ जाँदै गर्दाखेरि यो भनेको मेन इन्ट्रान्स भयो। यहाँभित्र छिरिसकेपछि तपाईँहरूले चाहिँ यो नजाराहरू देख्न सक्नुहुन्छ। अफ्रिकामा पाउने सम्पूर्ण जनावर जति पनि छ त्यो चाहिँ तपाईँहरूले यहाँ चाहिँ देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यहाँ छिर्ने बित्तिकै एकदम मनमोहक एउटा पोखरी देख्नुहुन्छ। यहाँ हाँस छ, यिनीहरू चाहिँ जोडी हाँस भनिन्छ, जहिले पनि जोडीमा देखिन्छ। त्यसको साथै अलिकति अगाडि जाने बित्तिकै यो ब्युटिफुल चराहरू चाहिँ आफू खाँदै गरेको, पानी खाँदै गरेको, यताउता गफ गरेको जस्तो पनि देखिन्छ। सो हामीले यो ब्युटिफुल नजारा कैद पनि गरेको छ। यो उड्दै गरेको कति राम्रो मनमोहक एउटा दृश्य पनि हामीले कैद गर्न पायौँ हाम्रो क्यामेरामा चाहिँ। त्यसपछि अलिकति अगाडि बढ्ने बित्तिकै एउटा रिङटेल टेमुर भन्ने चाहिँ त्यहाँको लामो पुच्छर भएको बाँदर जस्तो चाहिँ हामीले देख्न सक्यौँ। यहाँ हाँसेको भन्दा पनि कुदेको, खेलेको चाहिँ उफ्रिँदै गरेको मनमोहक दृश्य हामीले यहाँ देख्न पायौँ। त्यसपछि अगाडि बाँदरहरू पनि देख्न पायौँ। यहाँ बाँदरहरू सानो दुईवटा बच्चाहरू चाहिँ खेल्दै गरेको, झगडा गर्दै गरेको दृश्य पनि देख्यौँ। र एउटा यहाँ तल बाँदर चाहिँ हेर्दाखेरि चाहिँ लजाको जस्तो देखिने होइन, बट लजाको चाहिँ होइन होला, बट हामीलाई चाहिँ त्यस्तो फिल भएको थियो कैद गर्दै गर्दाखेरि। त्यसपछि अलिकति अगाडि बढेर हेर्दाखेरि हामीले एन्टिलोप देख्न पायौँ। त्यहाँ एन्टिलोप चाहिँ गाई जस्तै लामो सिङ भएको, हिँड्दै गरेको, यताउता चार्दै गरेको, घाँसहरू खाँदै गरेको, र साथै यता एउटा चाहिँ बसिरहेको, आराम गरिरहेको पनि हामीले देख्न पायौँ। सुन्दर दृश्य यो देख्दाखेरि एकदम मनमोहक छ। एकचोटि तपाईँलाई पनि म गएर हेर्नु, दुबईमा हुनुहुन्छ भने एकचोटि जानु भन्ने चाहिँ अनुरोध गर्न चाहन्छु सबैलाई। गएर यो दृश्यहरू चाहिँ अवलोकन गर्नु। यसपछि जो देखिन्छ त्यो चाहिँ मेरो वान अफ द बेस्ट, बिकज मैले लाइफमा फर्स्ट टाइम देखेको थिएँ यो जेब्रा चाहिँ होइन। सो मेरो लागि चाहिँ एकदमै बेस्ट मोमेन्ट रह्यो त्यो जेब्राहरू हेर्नु। जेब्राको साथै यहाँ अरू अलिकति पर चाहिँ अरू जनावरहरू पनि राखिएको देखियो। अनि अलिकति अगाडि बढेर हेर्दाखेरि हामीले त्यहाँ अफ्रिकन डग्स हेर्न पायौँ। अफ्रिकन डग्सहरू चाहिँ झुन्डमा शिकार गर्ने भएको कारणले एकदम खतरनाक शिकारी पनि मानिँदो रहेछ। त्यहाँ गएर हामीले पढ्दाखेरि यो पनि बुझ्यौँ। सो मैले अघि पनि भने, यदि तपाईँहरू दुबईमा हुनुहुन्छ भने वान टाइम तपाईँहरूले भिजिट गर्नै पर्छ। भिजिट गरेर सबसे बेस्ट मलाई चाहिँ अफ्रिकन भिलेज लागेको कारणले अफ्रिकन भिलेजको लागि चाहिँ छुट्टै मैले एउटा ब्लग बनाएको थियो। सो जानुभयो भने अफ्रिकन भिलेज चाहिँ नछुटाउनु होला। नेक्स्ट त्यहाँ लायन थियो, अफ्रिकन लायन, बट सुतिरहेको कारणले राम्ररी देख्न पाएन अफ्रिकन लायन चाहिँ, अलिकति मजा आएन। एन्ड नेक्स्ट भनेको हाइना, एकदम खतरनाक मानिने जनावर। हामी हाइना चाहिँ मजाले देख्न पायौँ। लक्कीली हाइना चाहिँ एकदम फ्रन्ट भ्यूमा आएर बस्यो, जहाँ हामी ट्याक्कै हेर्छौँ त्यहीँ अगाडि आएर चाहिँ बसेको कारणले चाहिँ हेर्न पायौँ। एकदम बेस्ट मोमेन्ट थियो। नेक्स्ट गोरिलाको लागि चाहिँ हामी भित्रबाट हेर्न गयौँ। भित्रबाट पनि सुतिरहेको देखेँ, कस्तो मान्छे जस्तै गरी हातमा हात राखेर, खुट्टामा खुट्टा राखेर। एन्ड अलिकति टाढा गएर हेर्न पाउँछ भनेर हेर्दाखेरि पनि त्यही दृश्य देख्यौँ हामीले चाहिँ, टक्क हात खुम्चाएर बसेको मान्छे जस्तै सुतिरहेको। फाइनल्ली लास्ट बट नट द लिस्ट, इलाफेन्ट, अफ्रिकन इलाफेन्ट, हात्तीहरू चाहिँ भएको ठाउँमा हामी गएको थियौँ। यो सुरुमा चाहिँ हामीले नजिकबाट पनि हेर्न पायौँ। चारवटा हात्ती चाहिँ नजिक आएर बसिरहेको थियो। त्यसपछि अलिकति टाढाको दृश्यहरू पनि देख्न पायौँ। त्यसपछि पनि मन नअगाएर चाहिँ अलिकति छेउमै गएर एउटा कुनाबाट चाहिँ अलिकति देखिने रहेछ, त्यहाँबाट चाहिँ क्यामेरा तेर्साएर चाहिँ हात्तीको खाँदै गरेको, घाँसहरू खाँदै गरेको दृश्यहरू चाहिँ क्लिक गर्ने मौकाहरू पनि पाइयो। सो सबभन्दा लङ टाइम बिताएकै हामीले यो हात्तीको क्षेत्रमा होला। त्यसपछि भनेको हाम्रो पालो थियो ग्रान्ड एभियरीको लागि। भित्र एकदमै मनमोहक दृश्यहरू थियो त्यहाँभित्र। एकदम जालीको एउटा प्राकृतिक रूपमा नै जङ्गल जस्तै देखिने गरी चाहिँ एकदम डेकोरेट गरेर चराचुरुङ्गीहरू, विभिन्न किसिमको चराचुरुङ्गीहरू राखिएको देखियो। त्यहाँ सुरुमा त हामीले सुगाहरू पनि देखियो, केही ठुला थिए, केही साना थिए। ठुला सुगाहरू चाहिँ अलिकति बोलिएको पनि देख्यो, बट हामीले चाहिँ बुझिएन त्यो साउन्ड ल्याङ्ग्वेजहरू होइन, बट बोल्न खोजिरहेको थियो। आफ्नो भाषाभन्दा अलिकति फरक भाषाहरू चाहिँ बोलिरहेको थियो। त्यसपछि माथि गएर हेर्दाखेरि चाहिँ माथिबाट भ्यू चाहिँ यो देखिन सकिन्थ्यो। डे टाइममा जानुभयो भने चाहिँ पिककहरू तलै भुइँमै मजाले खेलेको, उडेको तपाईँले देख्न सक्नुहुन्छ, यो पखेटाहरू फिजाएर बसेको। बट नाइट टाइममा जानुभयो भने चाहिँ यो माथिल्लो ठाउँ जहाँबाट मैले दृश्यहरू खिचिरहेको छु, यहाँ चाहिँ सबै पिककहरू, मयुरहरू चाहिँ बास बस्न आइरहेको हुन्छ। आफ्टर द्याट फाइनल्ली त्यहाँ चाहिँ अफ्रिकन कल्चरमा गाएको, नाचेको हामीले हेर्न सक्छौँ, ड्रम सेटहरू बजाएर। सो यो चाहिँ एभ्री टाइम हुँदैन, कुनै ग्यापमा भइरहेको हुन्छ। सो कसैले हेर्न पाउनुहुन्छ, कसैले हेर्न पाउनुहुन्न, बट लक्किली हामीले चाहिँ यो पनि विटनेस गर्न पायौँ। यो बाहेक त्यहाँ चाहिँ रेप्टाइल्सहरू, स्नेकहरू सिसामा राखिएको पनि अवलोकन गर्न सकिन्छ। त्यो चाहिँ मैले भिडियोमा इन्क्लुड गरिएन। सो दिस इज अल अबाउट अफ्रिकन भिलेज दुबई सफारीको। सो होप यु गाइज रियली इन्जोय इट एन्ड अल्सो कलेक्ट सम इन्फर्मेसन द्याट गाइड्स एन्ड मेक यु इजियर व्हाइल भिजिटिङ अफ्रिकन भिलेज दुबई सफारी। प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू।